आन्दोलन कार्यक्रम हो, त्यसका लागि उपस्थित भइदिनु हुन मात्र थियो। अरू केही राजा र नेतामा के फरक छ तपाईँलाई थाहा छ, त्यसो मैले भन्नु पर्दैन, केही भन्नु पर्दैन। अहिलेका युवाहरूलाई थाहा छ, डलर खानेलाई चाहिँ थाहा छैन। अहिले पनि यहाँ कोही डलरहरू हुन्छ, टेन्सन भइरह होला भित्र। युवालाई थाहा छ, किनकि युवाहरूले युट्युब हेर्छन्, फेसबुक हेर्छन्, गुगल हेर्छन्, सब कुरा खोजेर हेर्छन्। राजा महेन्द्रको संयुक्त राष्ट्रको सम्बोधन हेर्छन्, राजा वीरेन्द्रको अमेरिका भ्रमण हेर्छन्, राजा ज्ञानेन्द्र शाहको भर्खर अस्तिको भुटान भ्रमण पनि हेर्छन्। तर त्यहीँनिर गएर प्रचण्डको इन्डियाको केटा हुन् कि केटी हुन् त्यो डान्स गर्ने 750 गलैँचा पनि हेर्छन् जनताले, युवाले, अनि आफै अनुभव गर्छन्। केपी शर्मा ओलीको भर्खरै अस्तिको अमेरिकाको न्युयोर्कमा 7 दिन एउटा होटलभित्र बन्धक भएको, ठोकाइ पाउँछु भनेर डरले भागेको पनि हेर्छन्। त्यो जनताले हेर्ने गरेका छन्। बालेनजीले मेयर जित्नुभयो, तर आज बालेनलाई कस्तो बनाएको छन् हेर्नु नै छ। कर्मचारी नै दिएको छैन, 2-2.5 महिना भइसक्यो। बिचरा 2 अर्ब रुपियाँ एक महिनामा निकासा गर्नुपर्छ। आज सफा गर्ने नगरपालिका सफा गर्ने कर्मचारी, फोहोर उठाउने कर्मचारीले तलब खान पाएको छैन। अनि यी नेताहरूले शासन गरेर यिनीहरूलाई परिवर्तन गरौँ भन्दा जनताबाट निर्वाचन गर्ने पद्धति नै छैन। सांसद जिताएर पठाउनुपर्छ, समानुपातिक छ, त्यो सांसदले यिनीहरूलाई नै भोट हाल्छ अनि यिनीहरू फेरि प्रधानमन्त्री भइहाल्छ। 51 सालदेखि अहिलेसम्म म जन्मेको 48 मा, यिनीहरू म जन्मिँदाखेरि 48, 49, 51 मा प्रधानमन्त्री थिए शेरबहादुर देउवाजी, अहिले पनि राल काट्दै फेरि प्रधानमन्त्रीको लाइनमा हुनुहुन्छ। अनि युवाले कहिले यो देशमा शासन गर्ने? नयाँ सोच र नयाँ विचारका साथ युवा नेतृत्वहरू यो देशको कार्यकारी प्रमुख जबसम्म हुँदैन तबसम्म त देश विकास हुँदैन नि। त्यही भएर भोलिको आन्दोलनको मुख्य उद्देश्य भनेको पनि के हो भने यो व्यवस्था परिवर्तन गर्ने हो। यसका लागि भोलि तयारी गर्ने, अरू केही पनि होइन। भोलि 10औं लाख मान्छेहरू हुन्छ। आज हामी आमसभा होइन, तपाईँहरू आउनुहोस् भन्न आएको। छोटो समयमा आजको 10वटा कार्यक्रममध्ये सबभन्दा अन्तिमको कार्यक्रम हो, उपस्थित हुने हो। अर्को कुरा, यो मन्दिर छ, तपाईहरु बडा आधुनिकीकरणको कुरा गर्नुहुन्छ कि हामीले भोलि यो अगाडिको मन्दिरलाई, हाम्रो कला संस्कृतिलाई मासेर यसलाई हामीले सेतो टावर बनाउँदाखेरि उचित हुन्छ त? आज यहाँ पाटनमा यो ठाउँमा मान्छे किन आउँछ? तपाईको अनुहार हेर्न आएको होइन नि, यहाँ कला संस्कृति छ त्यसलाई हेर्न आएको। तर संविधानमै लेखेर 81% हिन्दूहरू भएको देश, बुद्धिस्ट भएको देश, किराँत भएको देश, झन्डै 97% भन्दा बढी ओमकार परिवार, वैदिक सनातन हिन्दू राष्ट्र आज संविधानबाटै काटेर फालेको छ। तिनीहरूलाई तपाईँले भोट हाल्नुहुन्छ। अझ तपाईँको यहाँ पर्यटक आउँछ, धन्न आइदिएछ भन्नु। अस्ति कुम्भ मेला भयो भारतमा,